नमस्ते गुड मर्निङ साथीहरु हजुरहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। कराउनु भइसक्यो छ्या ल भने म रेडी हुन आउँछु के म एकैछिन आइ त गयो। मम्मीले सराप्दै हुनुहुन्छ काली के रे साथीहरु। म चाहिँ भर्खरै उठ्यो अनि यसो नुहाइ सुहाइ गरे अब चाहिँ रेडी हुन्छु। आज हामी बिहेमा जानुपर्छ नि त। मम्मीहरु चाहिँ मामा बनेर जाने हो, म चाहिँ यतिकै मनी मामाको छोरी बनेर जाने हो। त्यही त अब म एकैचोटी रेडी भएर देखाउँछु साथीहरु, हेर्नु होला। आजको भिडियो एकदम रमाइलो हुनेवाला छ। यो चाहिँ हो मेरो फाइनल लुक साथीहरु। यहाँ सबैजनाले कराइसक्यो गाइस। ओए मतेरो मेरो साडीको गति दामी के को दामी के हिरोनी केलाई ला भने नलाउँदै रहेछ को तँलाई के हो र कस्तो हो र। अनि साडी लाउनु नआउने मान्छे साडी लाउने कसम नलाउने मान्छे भन्ने यसलाई लाऊ भने नमानेर हेर्नु नि। नआएपछि के गर्दा उ दिदीकोमा आउँछ के नमस्ते कति बजे आइपुग्यो? कालु कालु त सुतेको नि कस्तो सुतेको माउलिया मान्छे नि सुतेर हाम्रो भाउजू यता भइसक्नु खै कताबाट झर्ने हो त खै त हो र दुधै खानु ला कोसेली कता रे ए हो र यो चाहिँ के गर्नु त है पायो नि त नि कहाँ रहेछ त्यही दिदी भाउजूको ए लु जाउन त कता हो के को अगाडि खोइ त सबै आउनु ल यहाँ हामी कहाँ आएको भनिदिनु दिदी। आज हामी तमाई गाउँमा हाम्रो फुपूको छोरीको बिहेमा आउँदैछौँ है। गाई जस्तो हिँड्नु हिँड्नु हुन्छ कहिले कुरा गर्दै
हामी यो यसो हामी काँगडाबाट आज ढोक्नु छौँ लाइटर कोसँग छ होला हामीले लिएर आएको घोषित हालेर बुढीमा अहिले पनि हामी लिएर आउँछ हजुर साम्नुहोस् त हजुर एकचोटि घरबाट भोलि टुलमा जानुपर्छ हजुर नमस्कार नमस्कार होइन हजुर किन आलु हजुर जिम्बु ल्याएन हजुर सिम्बु त अहिले बाँध्नु छ गाडी आएको छ घरमै सोयाबिन भन्नु पर्यो हजुर साग होइन यो कन्तुमोल चिनो चिनो हजुर धेरै बटान धेरै बटान माला बटा हजुर हामी कैँची दिउँ है हजुर साह्रै चिसो भयो हजुर हेर्नु त यो त कस्तो त्यस्तो घाँस अब खोइ स्याउ जन्ती आए जन्ती होइन खानु मात्रै लगाइदिन्छु वहाँ जानु पर्ने छ उ हेर्नु सबै हेर्नु त्यहाँ सादा केटाहरू सबै पैसा त
त उ भयो अप्ठ्यारो भयो है तिमी के गरे यो उता माथिबाट गएर नथर्काउनै अहिले हेर बेहुलीको बाउले मलाई थर्काउँदैछ है भ्लग बना भ्लग हो त्यो सबै सम्झना त्यो साथी कहाँ छ रे ढोकाको मम्मीले भन्नु उसमा ए पर्दैन भने कोही दुईटा पैसा बुझिहाल्नु बाबु टिपा झिका बोल्दै झिका निकाल न सबले भन्नु सियोल पनि दिनभर कुन चाहिँ टपरा जुन चाहिँ धेरै छ त्यही दुईटो भएन होला ल मुखिया खेकवाल खोइ को अब ठुल्बो भयो ठुल्बो उयो आउनु ठुल्बो होला बरु बिचारा दिदी अनि यतै त्यो सबै उठाइदियो भाइ उठाइदियो पैसा झर्छ यो अब मुखी यो त्यो हरि बोतलको बाँड्दैन नि सम्झना त्यो हरि बोतल एकजना फोटो खिचौँ न कि अहिले टिका लगाएपछि फेरि सबै फोहोर फोहोर देख्छ अलि ओर आउनु न भएन कस्तो लाल लाने हो र लु राम्रो अहिले टिकाले फोहोरै फोहोर देख्छ क्या हजुर आउनुभयो बानीहरूलाई खाली सानो होला मेरो पनि ल्याखास् यहाँ छ पुज ज्वाइँले लिँदा हाम्रो सौदी छेर पो गर त है हाम्रो सौदी छेर भने यसो गर्न सक्छ एकछिन बाजे छोरा लाग्दैन जानेमा लाग्दैन छोरा लाग्नु पर्छ पहिले जहाँ मलाई त पैसा कमाउनु सक्छ जहाँले के लगाउनु पर्यो भेट्दै यसो बुढी अरू पनि पाउँछ बाटो नजिकै छ गाडी भाडा लाग्दैन थोरै दिनु क्या के भने दिनु न के दिन्छ होइन र
अब त्यहाँ एकजना बसेर फटाफट दिनु न अनि सजिलो हुन्छ हो त्यो बट्टा नानीलाई दिनु आफै राख्छु दिदीलाई दिनु भने त्यो बट्टा के गर्यो त्यो बट्टाहरू सबै के त कि त त्यो बट्टा यहाँ हालिदिने हो त्यही दिन न बट्टा दिदीले त्यो भुइँमा राख्नु नानी कुरा कुरै बाचा अलि निहुरेर साह्रो खोसेको हौ सुर्तीले नमस्ते त गर्नु हौ के साह्रो हतारो
सुहाना पैसा हाल यता झोलामा हाल छोरी यहाँ चाहिँ 100 रुपियाँ देऊ पर्दैन लगाइदेऊ न माला पैसामाको हेरिराख भित्र फुलमा हेरिरहेछ घाँटी छिने भयो कमलाको त्यसले घाँटी नथाम्ने भयो सारी भेट्ला छ्यामाको भान चाहियो बहिनीलाई कसरी हाँसिरहेको कोही फेरि मलाई देखेर बेरलाई देखेर भन्नु ल ग्लास पनि खत्रै पाएछ नि ल ठिक छ खाना टाइम खा बारीपाटोमा खान मजै अर्को हुन्छ क्या कस्तो रमाइलो लाग्छ मलाई अझ भुइँमा बसेर होला क्या पहिला भुइँ बस्थ्यो अहिले ल यो चाहिँ मेरो अहिले चाहिँ बिदाबाजी हुँदैछ साथीहरु
तपाईँ त रातै पऱ्यो तपाईँलाई भन्दाखेरि अरू नै आउँदैछ म त बाँचेँ लो बिदाबादी पनि गर्यो उठेर राख्नु जतिखेर यस्तो गर्ने हो र ल आयो